यदि तपाईँको आफ्नो बच्चाको हातबाट मोबाइल फोन खोज्दाखेरि उसले ताण्डव मचाउँछ, सामान पछार्छ भने नि प्लिज उसलाई गाली गर्न बन्द गर्नुहोस्। किनभने प्रब्लम त बच्चाको होइन कि, प्रब्लम तपाईँको हो। तपाईँले उसलाई मोबाइल फोन दिनुभएको छ क्या। केही समय अगाडि म पोखरा गइरहेको थिएँ होइन, अनि एउटा ट्याक्सी ड्राइभर भाइले एकदम मन खोलेर मसँग कुरा गर्नुभयो क्या। बहिनी, मेरो एउटा फोन छ, बुढीको एउटा फोन छ, अनि 4 वर्ष मेरो बच्चाको छोरीको पनि एउटा फोन छ। बेलुकी कोठामा जाँदाखेरि हामी तिनैजना तिनतिर फर्किएर स्क्रिनमा झुन्डिएका हुन्छौँ। बच्चाको हातबाट मोबाइल खोस्यो भने उसले कोठाको सामान फ्याल्छ, रुने कराउने गर्छ कि के गर्ने बुझ्नै सकिएन भनेर आफ्नो मन पोख्नु भयो क्या। यो समस्या नि त्यो ट्याक्सी ड्राइभर भाइको मात्र होइन के, अहिले हाम्रो समाजमा एउटा साइलेन्ट पेन्डेमिक चलिरहेको छ क्या। मेरो एउटा नजिकको साथीको पनि भान्जीको ठ्याक्कै त्यही भइरहेको छ क्या। मोबाइल फोन खोज्ने बित्तिकै एग्रेसिभ हुने, अनि बोल्न नसक्ने कि 4 वर्ष हुँदासम्म पनि स्पिच डिलेको प्रब्लम। मेरो पनि 2टा बच्चा छ, म पनि एउटी आमा हुँ र कम्युनिकेसन प्रोफेसनल भएको कारणले गर्दाखेरि चाहिँ म धेरै रिसर्च गर्छु कि यो कम्युनिकेसन सम्बन्धी, यो नयाँ टुल्स एन्ड टेक्नोलोजी सम्बन्धी। र मैले चाहिँ तपाईँलाई अनेस्टली के भन्छु भन्दाखेरि चाहिँ म पनि दुधको धुले छुइनँ, म पनि ओभरवेल्म्ड हुँदाखेरि बच्चालाई स्क्रिन देखाएको छु, मैले पनि खाना खुवाउँदाखेरि देखाएको छु, मैले त गल्ती गरेको छु कि। तर त्यो गल्ती गरिसकेपछि सुधार्न पनि एकदमै आवश्यक छ क्या। हामीलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ बच्चालाई मोबाइल दियो अथवा बच्चाले भिडियो हेऱ्यो भने चाहिँ एबिसिडी 1 2 3 1 2 3 क ख ग घ मजाले बच्चाले सिक्छ भन्ने जस्तो लाग्छ कि। तर रिसर्चले के देखाउँछ भन्दाखेरि चाहिँ यो चाहिँ प्यासिभ रेपिटेसन मात्र हो अरे कि, यो ट्रु लर्निङ चाहिँ होइन कि। खास प्रब्लम चाहिँ कहाँ छ भन्दाखेरि हामी जब उनीहरूलाई स्क्रिन देखाउँछौँ नि एकदमै फास्ट भिडियो, कलरफुल भिडियोले चाहिँ एकदमै दिमागमा डोपामिनको बाढी ल्याइदिन्छ क्या। अनि ब्रेन स्क्यान गरेर हेर्दाखेरि के देख्यो भन्दाखेरि चाहिँ यो हाइपर स्टिमुलेसनको असर ठ्याक्कै कोकेन जस्तो कडा ड्रगको लत जस्तै हुँदो रहेछ क्या। त्यसैले जब तपाईँ मोबाइल फोन बच्चाकोबाट खोज्नुहुन्छ नि उसले चिच्याउनु सामान्य हो के। किनभने त्यो के भइरहेछ भन्दाखेरि ड्रगको लत छुट्याउँदा हुने विथड्रल सिम्टम जस्तै भयानक छटपटी त्यो मोबाइल खोज्दाखेरि हुन्छ के। यसले बच्चाको दिमागको व्हाइट म्याटर अर्थात् ल्याङ्ग्वेज सिक्ने भागको विकास एकदमै स्लो गरिदिन्छ यो एक्टिभ स्टिमुलेसनले गर्दाखेरि। दि अमेरिकन एकाडेमिक अफ पिडियाट्रिक्स र डब्लुएचओले चाहिँ 18 महिनाभन्दा मुनिको बच्चाहरूलाई 0 स्क्रिन टाइम भनेर रेकमेन्ड गरेको छ क्या। 2 देखि 4 वर्षका बच्चाहरूलाई दिनभरमा म्याक्सिमम है 1 घन्टा मात्र भनेर भनेको छ क्या। र त्यो उमेरमा पनि के एकदमै कोकोमेलन जस्तो एकदमै रङ्गी बिरङ्गी एकदमै फास्ट मोसन भएको त्यो साउन्ड भएको त्यस्तो खालको भिडियोहरू चाहिँ प्लिज आजैबाट देखाउन बन्द गर्नुहोस् के। स्क्रिन टाइम दिनै छ भने चाहिँ एकदमै स्लो पेस्ड जेन्टल कार्टुनहरू देखाउनुहोस् जुनमा एकदमै एक्टिभ स्टिमुलेसन नहोस् के बच्चालाई। म तपाईँलाई के रेकमेन्ड गर्छु भन्दाखेरि यो पफी रक, लिटल बियर र ड्यानियल टाइगर्स नेबरहुड जस्तो तपाईँले भिडियोहरू देखाउँदा हुन्छ, जुन चाहिँ मैले मेरो बच्चालाई पनि देखाएको छु होइन। अब गल्ती भइसक्यो, तपाईँले स्क्रिन देखाउनुहुन्छ बच्चालाई, गल्ती सुधार्नुहोस्, यो तपाईँको गल्ती हो, बच्चाको गल्ती होइन कि। आजैबाट एउटा स्ट्रिक्ट रुल घरमा राखिदिनुहोस्, खाना खाने बेलामा चाहिँ देयर इज गोइङ टु बी नो स्क्रिन टाइम, नो टिभी, नो कम्प्युटर, नो ट्याब्लेट, नो फोन, भिडियो नदेखाउनुहोस्। बरु बोर हुन दिनु के बच्चालाई। किनभने रिसर्च के देखाउँछ भन्दाखेरि चाहिँ क्रिएटिभिटी र कल्पना शक्ति विकास गर्नको लागि बोर्डम इज नेसेसरी इन किड्स के। यो मेरो नयाँ सिरिज हो डिजिटल पेरेन्टल नेभिगेटिङ द स्क्रिन एज। मेरो नाम हो पल्लवी ढकाल, यो हो मेरो पहिलो एपिसोड। तपाईँको घरमा पनि बच्चाहरूसँग मोबाइल सम्बन्धी स्ट्रगल छ भने छुटाउनको लागि प्लिज कमेन्ट बिलो हाउ आर यु कोपिङ। अर्को एपिसोडमा म तपाईँहरूलाई पेरेन्टल कन्ट्रोल टुल्सको बारेमा बताउँछु र भिडियो बाहेक वाट एल्स क्यान वी डु विथ आवर टेक्नोलोजी भनेर हामी डिस्कस गर्नेछौँ। अहिलेको लागि आई विल सी यु नेक्स्ट टाइम।